त्यसले गर्दाखेरि आज मैले नबोस्ला मेरो परिवारले नबोस्ला आफ्नो छोराछोरीले नबोस्ला तर पनि तपाईहरुलाई बुझिदिने तपाईहरुलाई माया गर्ने तपाईहरुलाई वास्ता गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ जुन चाहिँ परमेश्वर माथि हुनुहुन्छ मैले भन्ने गर्छु जहिले पनि पहिला एकजना आमाले काम गर्थ्यो बाबालेको माया पनि त्यो छोराछोरीले भेट्थ्यो आमाको माया पनि त्यो छोराछोरीले भेट्थ्यो भन्दा अहिले चाहिँ नि त्यो आमाले दुईटा डबल काम गर्नुपर्छ बाबाको माया पनि उत्तिकै दिनुपर्छ आमाको माया पनि उत्तिकै दिनुपर्छ बाबाले लिएको जिम्मा पनि उत्तिकै गर्नुपर्छ आमाले लिएको जिम्मा पनि उत्तिकै दिनुपर्छ अनि तपाईहरुको संसारै चेन्ज हुन्छ जब तपाईहरु विधुवी हुन्छ जब सिंगल आमा हुन्छ तपाईहरुलाई चिनिने तरिका नै अलगै हुन्छ हैन तपाईहरुलाई चिनिने तरिका तपाईहरुको सोसाइटीमा भ्यालु नै अलग हुन्छ तपाईहरुलाई भनौं तपाईहरु कसैको घरमा खुल्लमले जानु सक्दैन किनभने मलाई कसैले के भन्छ कि मलाई आँखा लाग्छ कि मलाई नराम्रो भन्छ कि भन्ने कुरा तपाईहरुको मनमा डाउट गइरहेको हुन्छ अलग हुन्छ तपाईहरुलाई समाजले दिने त्यो भ्यालु त्यो पनि अलग आइडेन्टिटी अलग हुन्छ तर हाम्रो परमेश्वर पिताले कहिले पनि तपाईहरुलाई त्यो नजरले हेर्नुहुन्न जुन नजर अगाडि तपाईहरुलाई माया गरेर हेर्नु भएको थियो त्यही नजरले तपाईहरुलाई अहिले पनि हेरिराख्नु भएको छ अहिले पनि तपाईहरुलाई वास्ता गर्नु भएको छ तपाईको लागि सुरक्षा भन्नु भएको छ डिफेन्डर उहाँ बनिसक्नु भएको छ हामीले जब हेर्दै गर्छौं गॉड सी द विडोज परमेश्वरले तपाईहरुलाई हेर्नुहुन्छ नि गॉड इज द डिफेन्डर आज परमेश्वर तपाईको सुरक्षा हुनुहुन्छ तपाई जस्तो समस्यामा भए पनि तपाईहरु जति प्रब्लममा भए